उहाँ हुनुहुन्छ महाबौद्धमा ठेलामा बेच्दै गरेकी चौतपटे आन्टी। महानगरले उहाँलाई लखेट्दै पनि उहाँ टाढा टाढा भाग्दै भाग्दै मेहनतका साथ चटपटे बेच्दा रहेछन्। यो दृश्य मैले पनि देखेँ। अर्को दृश्य चाहिँ मलाई उहाँको मेहनत देखेर पेट टन्न भएर पनि खान मन नलागिनाले पनि मैले उहाँलाई केही सहयोग हुन्छ कि भनेर मैले आन्टी चटपटे बनाइदिनु है भने उहाँले मिठोसँग हुन्छ बाबु भने। उहाँले के हाल्नुभयो त हेर्नुभयो? उहाँले हाल्नुभयो पहिला चाउचाउ, त्यसपछि भुजा, त्यसपछि सस, त्यसपछि तेल, त्यसपछि हाल्नुभयो नुनिलो चिज के होला कागतीको रस। त्यसपछि उहाँले हाल्नुहुन्छ चना मकै सकै सबै उहाँका जे छन् ती सबै हाल्नुहुन्छ। उहाँले जे होस् आलु सालु राखेर मिठो बनाउनु हुँदो रहेछ। उहाँको मेहनतलाई सलाम गरौँ। मैले उहाँको चटपटे त खाएँ, कस्तो मिठो बनाउनु भएको। आहा, चटपटे हेर्नुहोस् त, मिठो छैन त? ल है त खाएँ। मिठो मिठो हेर्नुहोस् त, मैले त मजाले खाएँ। अब तपाईँहरूको पालो 7 बजे जानु होला महाबौद्ध।